नमस्कार। नमस्कार। आज हामी तपाईँ दर्शक महानुभावहरूबीच हामी सिक्किमको ख्यातिप्राप्त एउटा विशेष कलाकार श्री जिना रसाइलीसँग भेटवार्ता गराउँदैछौँ र उहाँको सानो एउटा इन्टरभ्यू लिन चाहिरहेका छौँ। तपाईँहरू सबै दर्शकहरूले हेरिदिनु होला र सुनिदिनु होला र कमेन्ट पनि गरिदिनु होला भन्दै म यहाँ एक्ट्रेससँग कुराकानी गरिरहेको छु। हुन्छ, थ्याङ्क यू। हजुरको नाम तपाईँको के भन्दैन? मेरो नाम जिना रसाइली। हजुर, ए तपाईँको सानो म लिँदैछु इन्टरभ्यू। के अरे, अच्छा तपाईँले अब अहिलेसम्म है यति राम्रो राम्रो सिरियलतिर खेल्नु भइरहेको छ है, अब अझै यो आउनेवाला सिरियलहरू कुन कुन रहेछ? आउँदैछ होला है सिरियलहरू अझै? हजुर, आउनेवाला त धेरै नै छ। हामीले अब कोसिस गर्दैछौँ, प्रयास गर्दैछौँ है। कलाकारहरू हामीले बटुलिरहेछौँ र हाम्रो जति भएको कलाहरू हामीले दर्शकहरूलाई देखाउने प्रयास गर्दैछौँ। एउटा सिक्किमको नाम रोसन होस् भन्ने हामीले कोसिस गर्दैछौँ। योभन्दा पहिला पनि तपाईँले धेरै सिरियलतिर खेलिसक्नु भएको छ नि है? हजुर, खेलेको छु। हजुर हजुर, त्यसमा तपाईँको हालैमा भएको चाहिँ कुन कुन होला अहिले? तपाईँको पहिला हामीले ठेकी सिरियलमा खेल्यौँ है। त्यहाँदेखि हामीले अहिले भर्खर मायाको कालो रङमा खेल्यौँ र अहिले यस्तै धेरैवटा हामी हजुर आउँदैछ। एउटा सानोतिनो टेलिफिल्महरू हामीले बनाइरहेको छौँ। प्रयास छ। हामी अब सानै कलाकार भए तापनि अब यहाँको सम्माननीय मुख्यमन्त्री हाम्रो अति प्रेम सिंह गोले तामाङज्यूको प्रोत्साहनले जति उहाँले कलाकारहरूलाई माया गर्नुहुन्छ है, त्यही हिसाबले पनि हामी एउटा सानोतिनो कलाकार पनि एउटा उहाँको प्रोत्साहनले गर्दा चाहिँ हामी कोसिस गरिरहेको छौँ अगाडि बढ्नु। हजुर हजुर, भन्छ नि अब एउटा कलाकारलाई माथि उठाउनु है, एउटा कलाकारलाई एकदमै माथि उठाउनु, फेमस गराउनु एउटा जनताको हातमा हुन्छ अरे है। जनताको हात छ अरे, एउटा दर्शक महानुभावहरूको हात छ अरे है। दर्शक महानुभावहरूले पनि तपाईँलाई अति नै माया गर्नुहुन्छ होला है। त्यस्तै प्रकारले अब है, अब तपाईँको मैले मायाको कालो रङ हेऱ्यौँ हामीले है, धेरै राम्रो जाँदैछ है। त्यसमा तपाईँले एउटा एडभोकेटको भूमिका निभाउनु भएको रहेछ, त्यो विशेष एकदम साह्रै राम्रो रहेछ है। हजुर, थ्याङ्क यू। हजुर, अब यसमा तपाईँको अझै होला रोल है यसमा है तपाईँको? मेरो यसमा रोल अब आउँदैछ, अब नेक्स्ट एपिसोडमा सायद छ होला है। त्यहाँदेखि अब त्यति हो। हामीलाई चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ दर्शकहरूको माया चाहिएको है। हजुरहरूले हेरेर चाहिँ हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। हुन्छ, थ्याङ्क यू सो मच। होइन, एउटा प्रश्न अझै सानो लिउँ भनेको कि तपाईँलाई। सुन्नुहोस् न, तपाईँले अलिकति ठुलो स्क्रिनतिर पनि ट्राई गर्नुहुँदैछ भनेको सुनेको थिएँ। हजुर, ट्राई त गर्दैछु। कोसिस कहाँसम्म पुग्दैछ तपाईँको? कोसिस चाहिँ जारी नै छ। जारी राख्नुहोस्। तपाईँको एक न एक दिन अब एउटा सफल नायकको एउटा भूमिका जुन चाहिँ तपाईँले गर्दै आउनु भएको छ, त्यो भूमिका चाहिँ एउटा मैले सम्झेको थिएँ है, तपाईँले नेपाल फिल्म इन्डस्ट्रीमा पनि एउटा ठुलो स्क्रिनमा फिचर फिल्ममा पनि मौका पाउने अफर पाउनु भएको रहेछ है। त्यसमा तपाईँको यसमा कसको हात छ, ठुलो हात छ जस्तो लाग्छ तपाईँलाई? हजुर, हामीले पाएको छौँ है। नेपाली फिचर फिल्ममा पनि खेल्न पाएको छौँ। उहाँ डाइरेक्टर हुनुहुन्छ सुरज खनाल हुनुहुन्छ है। उहाँले धेरै यस्तो टेलिफिल्महरू धेरै बनाउनु भएको छ है। उहाँको एउटा चर्चित अहिले छ तपाईँको खेलचट्टा भन्ने छ है, र यसमा उहाँले हामीलाई अफर दिनुभएको छ है। यो अफर चाहिँ हाम्रो कसकोद्वारा भएको छ? हाम्रो अति आदरणीय हाम्रो अरुण पाल दाजु। उहाँ चाहिँ एकदमै हामी जस्तो कलाकारलाई चाहिँ उहाँले उठाएर है, पहिला पनि उहाँले नै नेपालमा लगेर हामीलाई हामी जस्तो सानोतिनो कलाकारलाई उहाँले नेपालमा लगेर हामीलाई यसरी हाम्रो एक्टिङ देखाउने प्रयास गर्नुभयो भनेदेखि योपालि पनि उहाँकैद्वारा हामी जाँदैछौँ है। र म उहाँलाई चाहिँ मेरो अब गुरु भन्छु है। उहाँलाई चाहिँ मेरो आन्तरिक हृदयबाट उहाँलाई धन्यवाद दिन चाहन्छु। हुन त यहाँ सिक्किमबाट है यसरी यहाँको अभिनेता नेता कलाकारहरूले काठमाडौँ फिल्म इन्डस्ट्री जस्तो जग्गामा है त्यहाँ गएर मौका पाउनु बहुत साह्रो र गाह्रो कुरा हो है। तर तपाईँ त एउटा भाग्यमानी रहेछ है, तपाईँहरू त्यसरी मौका पाउनुभयो है। विशेष यसको अभिवाद कसलाई दिनुहुन्छ? यसको अभिवाद मैले पहिलाबाटै भनिहालेँ, हाम्रो अरुण पाल दाजुज्यू हुनुहुन्छ, जो उहाँले चाहिँ पहिला हामीले सुन्दामा आएको हाम्रो अति आदरणीय हाम्रो है अहिले हाम्रो उत्तम प्रधानज्यू हुनुहुन्छ। उहाँलाई पनि दाजुले नै लानुभएको है। उहाँलाई चाहिँ म दाजु भनेर सम्बोधन गर्छु। उहाँले चाहिँ एउटा यति राम्रो गाइडेन्स दिनुहुन्छ हामी जस्तो कलाकारहरूलाई है। र यस्तो खालके आर्टिस्ट चाहिँ हामीले अब सिक्किममा चाहिँ जन्माउनु धेरै नै छ, किनभने उहाँले चाहिँ एउटा कलाकारले कलालाई कसरी प्रदर्शन गर्नुपर्ने
उहाँले सिकाउनुहुन्छ, उहाँले ज्ञान दिनुहुन्छ। जस्तो एउटा सानो नानीलाई है अब यसरी हात समातेर हिँडाउनुहुन्छ, त्यसरी नै उहाँले हिँडाउनुहुन्छ है। र मैले सुनेको थिएँ है, उहाँ अरुणपाल सर जो हुनुहुन्छ है, उहाँ पनि खुद पनि एउटा एकदम अभिनेतै हुनुहुन्छ है, एउटा स्ट्रङ अभिनेता हुनुहुन्छ भनेर सुनेको थिएँ। उहाँको पनि धेरै पिक्चरहरू नेपालीमा बनिसकेको छ, त्यसमा मैले पनि हेरेको छु है, दक्षिणा मुभीहरू। तपाईँले पनि त्यो फिल्म हेर्नु भएको होला है? हजुर, उहाँ एकदमै राम्रो अभिनय पनि हुनुहुन्छ। उहाँ एउटा है अब उहाँले सिङ्गिङ पनि राम्रो गर्नुहुन्छ। उहाँकोमा डाइरेक्सनदेखिको लिएर हरेक उहाँ चाहिँ एउटा कलाले भरिपूर्ण भएको हुनुहुन्छ। त्यसैले उहाँले कलाकारहरूलाई चाहिँ माया गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ है, सपोर्ट गर्नुहुन्छ। तपाईँले राम्रो गाइड पाउनु भएछ है, उहाँ हाम्रो अरुणपाल दाई जस्तो मान्छेलाई भेट्नु पाएर। त उहाँको गाइडेन्समा तपाईँले धेरै धेरै तरक्की गरोस् है। म यही भन्न चाहन्छु कि दर्शकहरूको माया अपार तपाईँसँग पाओस् भन्ने यही म भगवान्सँग शुभकामना गर्दै दर्शकहरूप्रति धन्यवाद दिन चाहन्छु। तपाईँलाई पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।